सम्पूर्ण दर्शक वृन्दहरुमा मेरो नमस्कार। म अहिले हुन त खासै त्यस्तो जरुरी कुरा त होइन र पनि यसो केही बोलेर हालौं भन्ने मनसाय लागेर म बोलिरहेको छु हैन। अब अहिले मैले यसो युट्युबहरु हेर्छु, च्यानलहरु हेर्छु हैन। च्यानलहरुमा हुन त ती झोले मिडिया नै हुन् भन्ने कुरो त मैले उनीहरुको त्यो जुन अभिव्यक्ति हैन बडै थाहा हुन्छ। झोले मिडियाहरुले नै हालेका हुन् भन्ने खालको कुरा गर्छन् है। यिनीहरु हुन् भन्ने चाहिँ मलाई चाहिँ आफुलाई त्यो लाग्छ हैन। के हाल्छन् कुरो चाहिँ के त भन्नुहुन्छ भने अब बालेन हैन, पहिले बालेन र रविको मान्छेहरुले तुलना गर्थे हैन। अब बालेन र रविको तुलना गर्दा हैन गरेका कामलाई चाहे त्यो मेरो आफ्नो भित्री व्यक्तिगत कुरा चाहिँ म के भन्छु भन्नुहुन्छ भने यदि दुश्मनले पनि राम्रो काम गरेको छ भने त्यसलाई चाहिँ हामीले तारिफ गर्नै पर्छ, राम्रो कामको हामीले सपोर्ट पनि गर्नै पर्छ भन्ने मेरो मान्यता हो। हामीले राजनीतिक आस्था बोक्ने बित्तिकै अर्को राजनीतिक दलको मान्छेले चाहिँ राम्रो गरेको कामहरुलाई पनि हामीले यसले गराबै गरौँ यसले उनै गरौँ भनिरहनु त जरुरी छैन के, मेरो विचार। अनि काठमाडौँको मेयर बालेन र रविको बहुत तुलना गर्थे क्या मिडियाहरुमा। ल अब भन्नुस् यसपालिको प्रधानमन्त्री रविलाई हो कि बालेनलाई हो, ल तुरुन्तै भोट गरिहालौँ है। म छक्क, मलाई आफ्नो भित्र मनमा लाग्थ्यो क्या, तेरी के गरेको होला यो भने आफूलाई भित्र त्यस्तो फिल हुन्थ्यो। अनि जब जेनजी आन्दोलन आयो, जेनजी आन्दोलनमा त अब रविलाई त पुरानो सरकारले त अब सहकारी ठग भनेर मुद्दा नक्कली मुद्दाहरु त कृत्य प्रमाणहरु के भन्छ त्यसलाई, त्यो उता दिने मान्छेलाई के भन्छ त्यसलाई हैन, त्यो खडा गरेर चाहिँ के अरे उसमा लगेको कुरो त हामीलाई थाहा छँदैछ हैन। अनि जेलमा हालेको भन्ने कुरो त हामीले बुझेकै छौं र रवि अब त्यहाँ आउने कुरो भएन। र जेनजी आन्दोलन पश्चात चाहिँ जेनजीहरुले बालेन हाय हाय बालेन हाय बालेन हाय बालेन आऊ प्रधानमन्त्री खाऊ भनेर चाहिँ भन्दाखेरि बालेन ब्याक गए क्या, मतलब सम्हाल्न सकेन उनले। त्यो उनीमा त्यो हिम्मतै आएन किनभने उ त एउटा स्थानीय सरकारका प्रमुख भएर काम गरेका मान्छे हुन्। स्थानीय प्रमुख भनेको चाहिँ 5 वर्ष एकपल्ट जितिसकेपछि त्यो जेसुकै होस् उसको निर्णय मान्ने हुन्छ, त्यही आधारले रफ्तारले काम जाने हो हैन। अब केन्द्रमा त के हुन्छ त भन्नुहुन्छ भने केन्द्रमा त मिनेटमा सत्ता परिवर्तन हुन्छ। अलिकति केही गर्ने बित्तिकै सर्लका त्यसलाई फ्याँकेर आफूले मान्छे आइहाल्छ त्यहाँ, अर्को आफूलाई सपोर्ट गर्ने मान्छे हैन। अनि त्यो त तपाईको त्यो क्यापेसिटी नै भनौं त्यसलाई हैन, क्षमता बालेनमा आएन र उनी ब्याक सरेर सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनु भनेर उनले समर्थन जनाए हैन। अनि आज सुशीला कार्की प्रधानमन्त्री बनेको पनि यति दिन भइसक्यो। पहिले बोल्दै गर्दा एउटा बोलेको त कुरो अब मिडियामा छपछपी छ, त मैले भनिरहनै परेन। अब रविलाई प्रतिशोध नै साधिएको हो भन्थे। अनि अर्को अब भ्रष्टाचारै मूला त एउटा मान्छेले चाहनु भने 5 दिनमा बन्द हुन्छ, गर्न सकिन्छ भन्ने मान्छे आजसम्म के हेरेर बसेकी थिइन् त मलाई थाहा भएन। त्यो त अहिले कुरो नजाउँ हैन। तपाईको त्यति भनिरहँदा बालेन ब्याक गए र अहिले तपाईको हिजो रवि र बालेनलाई तुलना गर्ने मान्छेहरुलाई त थाहा भयो, प्रष्ट भयो नि बालेन के हो र रवि के हो भन्ने कुरो त
आज नेपाली जनताले छर्लङ्ग बुझे नि हैन। त्यस्तै अहिले अब अर्को एउटा हुइया चलाउँछन् क्या यिनीहरू नि। त्यो हुइया के हो त भने कुलमान घिसिङ, हर्क साम्पाङ र रविलाई तुलना गर्छन् क्या। हुन त अब त्यो हाम्रा पार्टीका हाम्रा मतलब जसले सच्चा देशभक्त नागरिक हो उसले त होइन नै हो। किन होइन भन्नुहुन्छ भने माफ गर्नुलाई खैनी खाएको कि अलिकति खैनी त्यो थुका खुवाइ गरे है। अनि पक्कै पनि होइन। किन भन्नुहुन्छ भने यी झोले मिडिया हुन्। यी झोले मिडियाले तपाईँको कसको समर्थन बढी छ भनेर चेक गरे होलान् हैन। तर एउटा कुरो म चाहिँ के भन्छु भने हर्कले पनि धरानमा काम राम्रो गरेको छ। ऊ रासपासँग मेरो कहिल्यै गठबन्धन हुँदैन भनेर उग्र गरेर उनले गर्छन् हैन। त्यो उनको आफ्नो विचार होला, उनको ठाउँमा होला। हुन त म पनि एउटा रासपा समर्थक नै मान्छे हुँ। तर उनले त्यो भनिरहे भन्दैमा म त्यसलाई चाहिँ उसले चाहिँ आफ्नो रविलाई समर्थन गरेन मैले उसलाई गर्नुपर्छ भन्ने छैन नि भन्ने खालको त्यो भावना हैन। राम्रो कामलाई उसले गरेको कामलाई म आज पनि राम्रो नै भन्छु। उनको सबै कुरा राम्रो छ, काम गर्ने शैली छ, काम गर्ने शैली राम्रो छ। एउटा अहिलेका नेताहरू साँच्चै भने मेयर भन्नु नि स्कर्पियो र पोजेरोमा हिँडेर गटेर हिँड्छन्, मैला लाग्ला जस्तो गर्छन् हैन। उनी माटामा धुली बुल्ली गरेर जनतासँगै काम गरेका छन्। त्यो राम्रो पक्ष हो, त्यसलाई हामीले सपोर्ट गर्नै पर्छ। श्रम संस्कृतिको विकास गरे क्या उनले। श्रम मन्त्रालय भन्छ के भन्छ, हाम्रो मन्त्रीहरूमा बसेका छन्, मन्त्री खाएका छन्, पचाएका छन् हैन। तर वास्तवमा श्रम के हो त भन्ने कुरो चाहिँ श्रमका पिता नै बनिएका छन् धरानका मेयर हर्क साम्पाङ। उनलाई श्रमका पिता भनेर मान्न सक्नुपर्छ। तर उनको एउटै बानी के छ त खराब आछन्। उनले सुधार्नुपर्ने कुराहरूमा हाम्रो उसलाई सजेसन है। यो चाहिँ उनी विरोधी भयो भने त अब त्यो विरोधीको त उनले धुली नै गडाइदिन्छन् हैन। र आफूलाई सपोर्ट गर्ने मान्छे पनि उनलाई उनको विचार उनको योजना भन्दा बाहिर गएर उनलाई तपाईको के भन्छ सल्लाह सुझाव दियो भने भरे बेलुका घरमा गएर गीत गाउन थालिहाल्छन् क्या। त्यो गीत गाउने अनि उनलाई तथानाम बोल्ने बानी, त्यति मात्रै उनको सुधार खराब हो। यो चाहिँ सत्य हो, सबैले यही नै भनेका छन् र मैले पनि देखेको कुरो यही। र अर्को कुरा आयो बालेन के अरे कुलमान पनि उनले अहिलेसम्म त्यस्तो अरूलाई त केही भनेका छैनन् हैन। तर मैले के भन्न खोजेको भने कुलमान रवि र हर्कको तुलना जनताले कसरी गर्छन् र कुन आधारले उनीहरूसँग कुलमान र हर्कसँग रविको तुलना गर्न मिल्दैन भन्छु म चाहिँ। मेरो आफ्नो अघि नै भने मैले मेरो आफ्नो व्यक्तिगत नितान्त विचार है यो चाहिँ। किन भन्नुहुन्छ भने हर्क साम्पाङ मलाई प्रधानमन्त्री बनाउँछन् भनेर आन्दोलनमा कुदेर गएका हो नि। तपाईहरु हामी सबैलाई थाहा छ, भएकै कुरा हो यो। र पछि नफर्केपछि गीत गाउँदै आए हैन, गीत गाउँदै आए। रवि भनेको प्रधानमन्त्रीको अफर आउँदाखेरि उनले लत्याएर हिँड्ने व्यक्ति हुन्। आज त्यही लत्याएर हिँडेको कारण ऊ आज सहकारी ठगीको ट्याग लगाउन खोजेका छन् यिनीहरूले भने हर्क र रविको तुलना गर्न मिल्यो? मिलेन होला नि। के तपाईहरुलाई त्यस्तो कस्तो लाग्छ? अनि अर्को आयो अब तपाईको कुलमान पनि उज्यालो नआएको नि, एकजना कर्मचारी महानिर्देशक भएर काम राम्रा गरेका, उनले पनि राम्रै काम गरेका छन्, नेपाललाई उज्यालो नै बनाए हैन। तर अन्तिममा आएर उनले के गरे त भन्नुहुन्छ भने आफ्नो मार्केटिङ गरे क्या उनले। राष्ट्रसभामा राम्रा मान्छेहरू एक ठाउँमा आउँ भन्दाखेरि उनले राष्ट्रसभामा सभापति नै उसलाई चाहिने
यदि सभापति नभए कार्यवाहक सभापति चाहिने। अनि कति प्रतिशत उनका मान्छे उनलाई चाहिँ त्यहाँ लगेर केन्द्रमा लगेर सदस्यता वितरण गरिदिनु पर्ने। जब यदि देश बनाउनु छ भने तपाईहरु देशकै लागि लड्ने मान्छे हो, देश बनाउनै आउनु भएको हो भने पद चाहिन्छ तपाईलाई। पद नै आवश्यक ठुलो कुरो हो होइन नि। त्यो भएको कारणले तपाईहरु देश बनाउन आउनु भएको होइन, अरूबाट अब हेर्दै जानुस्। अहिले आफ्नो आफ्नो पार्टी दल घोषणा गर्नु भएको छ हैन। अब आउने चुनावमा तपाईहरु को र कता गएर साँठगाँठ गर्नुहुन्छ त्यो जनताले हेर्छन् नि त। जनताले हेर्ने त अब आउँदैछ पालो दिन, अनि त्यस पछाडि मात्रै तपाईहरुको परीक्षा सुरु हुन्छ क्या। अहिले म एउटा राष्ट्रवादी हुँ, म देशभक्त हुँ भनेर म एउटा दुखी पीडितका लागि सहयोगी हुँ, सहयोग गर्छु भनेर मैले भन्दै गर्दा तपाईले पत्याइदिनु पर्ने, पत्याउनु हुन्न नि कि मैले त्यस्ता काम गरेको हुनु पर्यो नि। मैले दिन दुखीलाई देख्न साथ सहयोग गरे भने पो म दुखीलाई सहयोग गर्छु भन्दा अरूले पनि विश्वास गर्छ। दुखीलाई चाहिँ अनि अब यी धेरै कुरा नगरौँ हैन। अनि यिनै कुराहरू देखेर मलाई चाहिँ बडो अचम्म लाग्छ हैन। रवि लामिछानेसँग तुलना गर्न सक्ने र गर्ने मान्छे सायद आजसम्म जन्मेको छैन र जन्मिनेवाला पनि छैन। रवि लामिछानेसँग तुलना गर्ने हो भने, साँच्चीकै रवि लामिछानेसँग तपाई तुलना गर्नुहुन्छ भने तपाईले तुलना गर्ने व्यक्ति 2-3 जना छन्। एउटा मदन भण्डारी छ, एउटा भारतको महात्मा गान्धी छ, नेपालकै बीपी कोइराला छन्। तर यो हर्क साम्पाङ, बालेन अनि यता तलका हाम्रा वडा अध्यक्षसँग तुलना गरेर हुन्छ? चाहिँदो कुरा गर्नुपर्छ त। तपाईहरु रवि लामिछानेको बदनाम गरेको हो, कहाँको राजाराम कहाँको कोरिके भण्डारी भने जस्तो। ल नमस्कार, धन्यवाद।